आज मैले गाजरको हलुवा कसरी बनाउने सिकाउँछु। पहिला अलिकति प्यानमा घिउ राख्ने। अब आफूलाई धेरै घिउ खान मन छ, जति धेरै राख्यो त्यति मिठो है त घिउ र चिनी। मैले चाहिँ जस्ट मलाई जति खान मन छ त्यति नै घिउ राखेँ। अनि मैले घिउ चाहिँ धेरै धुवा आउने गरी खराउन्न। अब यतिको हल्का ताती रह। अब मैले यतिमा हल्का मलाई मन पर्ने जति थोरै नट्स राखेर एकछिन भुट्छु। अनि यता कुकरमा चाहिँ मैले गाजर अलरेडी धोएर काटेर मिक्सरमा मसिनो बनाएर हल्का 2 सिटी लगाएर रेडी गरेको छु। अब यता हल्का यो यस्तो रातो भएपछि साथीहरु मैले त गफको तालमा ग्यास अलि हिट धेरै भएर अनि हल्का अलि धेरै डढ्यो मेरो नट्सहरु। अब त्यसमा मैले भिडियो बनाउन पाइन, सरी। मैले जस्ट मिल्क एड अप गरे। अनि अब यसमा चाहिँ मैले एकछिनमा अलिकति ग्यास ठुलो बनाउँछु अनि थोरै केसर राख्छु। आई थिंक केसरै भन्छ, स्याफ्रोन। रोक्नु ल। मैले यसमा केसर राखे अनि थोरै मैले ल्वाङ सुकमेलको धुलो राख्छु, धेरै राख्दिन, त्यति नै राख्छु। ल स्याफ्रोन र ल्वाङ सुकमेल मरिचको धुलो राखेपछि चाहिँ यो हल्का भल्केपछि अनि मैले गाजर राख्छु यता। अब भल्किन लाग्यो साथीहरु। अब हजुरहरुको स्वाद अनुसार चिनी राख्न सक्नुहुन्छ। मैले पनि थोरै चिनी राख्छु। मैले चाहिँ सानो टीस्पूनको 4 चम्मच चिनी राखे। हजुरहरुलाई धेरै मन पर्छ धेरै चिनी राख्न सक्नुहुन्छ। चिनी खान मन छैन हजुरहरुले सक्खर राख्न सक्नुहुन्छ, मिश्री राख्न सक्नुहुन्छ। हजुरहरुलाई जे मन पर्छ त्यो राख्न सक्नुहुन्छ। मैले चाहिँ अहिलेलाई 4 चम्चा चिनी राखे, धेरै त हैन है त। अब मैले त्यो यता राख्छु अनि म भिडियो देखाउँछु हजुरहरुलाई। साथीहरु यस्तो भयो। हजुरहरुले अलि धेरै दूध राखेर बनाउन पनि सक्नुहुन्छ है त। यस्तो भयो। अब म टेस्ट गरेपछि भन्छु हजुरहरुलाई कस्तो भयो। हेर्नु, हजुरहरुलाई खाऊ लागेन? ल साथीहरु, मैले बनाएको गाजरको हलुवा चाहिँ रेडी भयो। हजुरहरुले कस्तो बनाउन जान्नु